यो के हो सेटिङमा गएपछि पासवर्ड एन्ड सेक्युरिटीमा जानुहोस्। त्यसपछि पासवर्ड एन्ड सेक्युरिटीमा टच गर्नुहोस्। यहाँ चेन्ज पासवर्ड लेखेको हुन्छ, यसमा टच गर्नुहोस् अनि यहाँ क्लिक गर्नुहोस्। त्यसपछि यहाँ अहिलेको तपाईको कुन पासवर्ड हो त्यो लेख्नुहोस्। जस्तै म गर्नुहोस्, हुन्छ चेन्ज हुन्छ। र यदि तपाईलाई पासवर्ड थाहा छैन भने यहाँ फर्गट योर पासवर्डमा टच क्लिक गर्नुहोस्। क्लिक गरेपछि तपाईको जुन फेसबुक आइडीमा नम्बर लगइन छ त्यो व्हाट्सएपबाट त्यो नम्बरबाट व्हाट्सएप खोल्नु भएको छ भने यसमा टच गरेर सेन्ड कन्टिन्यू गर्नु। त्यसमा एउटा कोड आउँछ र कोड थिचेर तपाईले चेन्ज गर्न सक्नुहुन्छ। त्यसै गरी जीमेलबाट पनि हुन्छ, फेसबुक नोटिफिकेसनबाट पनि हुन्छ, भिया एसएमएसबाट पनि हुन्छ। र मैले केही गर्नु पर्दैन, एकदम सजिलो छ, तपाईले यो मजाले इजिली गर्न सक्नुहुन्छ।